नमस्कार सम्पूर्ण दर्शकहरू माझमा फेरि पनि म अविनाश थापाकाजी खोज यात्रा मिडियाबाट तपाईँहरूको माझमा उपस्थिति भइसकेको छौँ। सधैँ चाहिँ फेरि पनि गीत साङ्गीतिक क्षेत्रमा लामो समयदेखि होमिएका व्यक्तिहरूलाई लिएर आएका छौँ। एकदमै सुमधुर स्वरका धनी व्यक्तित्व, आदरणीय व्यक्तित्व हाम्रो राजेश विरही विकजी हामीले यो खोज यात्रामा लिएर आएका छौँ। उहाँलाई कार्यक्रम हाम्रो खोज यात्रा मिडियामा स्वागत गर्न चाहन्छु। स्वागत छ सर। हजुर सर, धन्यवाद सर, नमस्कार। पछिल्लो समयमा तपाईँ गीत सङ्गीततिर एकदमै लागिरहनु भएको छ, अनि गीत सङ्गीत कस्तो खालको गीतहरू गाउनुहुन्छ हजुर? हजुर सर, अब गीतहरू अब ठिकै छ अहिलेसम्म। अब कतिपय बिछोडका गीतहरू छन् भने कतिपय मिलनका गीतहरू छन्। प्रायः जस्तो मैले अब देउडा गीतहरू गाइरहेको छु अहिलेसम्म। अब केही गीतहरू बजारमा आइसकेका छन् भने केही आउने तयारीमा छन् सर। ठिकै छ, चलिरहेको छ अहिलेसम्म सर। तपाईँको यो साङ्गीतिक यात्रा कसरी चाहिँ कहाँबाट सुरु गर्नुभयो? बालापनमा देखि थियो कि यो पछिल्लो बिचमा आएर तपाईँ यो क्षेत्रमा घुमिनुभयो? हजुर सर, यो बालापनको कुरा गर्दाखेरि म सानैदेखि स्कुल पढ्दाखेरि नै गाउँथेँ। गाउँघरमा, स्कुलमा, क्लासहरूमा होइन। तपाईँको अब हाम्रो सडक नाटकहरू पनि हुन्थ्यो हाम्रोतिर। अब त्यो टाइममा पनि गाइने गरिन्थ्यो गाउँघरमा। अनि अर्को कुरा, हाम्रो स्कुलमा चाहिँ सदन भन्ने गरिन्थ्यो हाम्रोतिर। सदन त्यो त्यस्तो भाग लिएर त्यसमा त्यस तरिकाले पनि गाइन्थ्यो हाम्रो स्कुलमा। गाउँदा अनि अर्को कुरा, अब क्यासेटकै जमानाको अग्रज कलाकारहरूको गीतहरू सुन्दा गाउन थालेको हो सर अहिले। यसमा एकदमै खुबी पनि रुचि पनि सबै कुराहरू भएर अलिकति चासो पनि होइन, त्यही भएर चाहिँ गीत सङ्गीतमा लागेको भन्नु पऱ्यो सर। एकदमै लामो समयदेखि तपाईँ प्रवासमा बसेर पनि गीत सङ्गीततिर एकदमै लागिरहनु भएको छ। एकदमै खुसीको कुरा हो। गीत सङ्गीतलाई माया गरिरहनु भएको छ। पछिल्लो समय तपाईँको देउडा गीतहरू थुप्रै बजारमा आइसकेको छ र फेरि पनि आउने क्रम जारी छ। एकदमै राम्रो सुमधुर स्वर छ उहाँको। दर्शकहरूले केही छिनपछि तपाईँहरूले सुन्नुहुनेछ। हामीसँग फेरि अर्को व्यक्ति पनि गायक, आफैमा गायक, कुशल गायक हुनुहुन्छ। उहाँले पनि राम्रो गीतहरू गाउनुहुन्छ। हामीसँग जोडिनु भएको छ प्रेम रसाइलेजी। उहाँलाई पनि स्वागत गर्न चाहन्छु। धन्यवाद सर, नमस्कार। मेरो नाम प्रेम रसाइले। म पनि विगत लामो समयदेखि साङ्गीतिक यात्रामा लागिरहेको छु र एउटा प्रवासमा बसेर भए पनि, काम गरेर भए पनि एउटा साङ्गीतिक यात्रामा केही गरौँ, आफ्नो सोचहरू र आफ्ना रहरहरू केही गरौँ भन्ने हिसाबले म लामो समयदेखि नै लागिरहेको छु। धन्यवाद सर। तपाईँले कस्तो खालको गीतहरू गाउँदै हुनुहुन्छ पछिल्लो समयमा? म आधुनिक गीतहरू पनि गाउँछु, देउडा गीतहरू पनि गाउँछु। देउडा गीतहरू मेरा 1-2 गीतहरू बजारमा आइसकेका छन्। गौरी भट्टसँग अहिले भर्खरै 1-2 महिना भयो एकदम चलेको गीत बजारमा आइरहेको छ। र अर्को गीत पनि मेरो लगत्तै बजारमा ल्याउने प्रयास गरिरहेको छु। आधुनिक गीतहरू र देउडा गीतहरू सँगसँगै म अरू गीतहरू पनि गाउने प्रयास गर्छु। त्यसै गरी हामीसँग जोडिनु भएको छ नव मोडेल, अहिलेको जल्दो बल्दो मोडेलजी हुनुहुन्छ हाम्रो हेमन्त जोशीजी। उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। अनि हजुर, म चाहिँ मोडलिङ गर्छु होइन। भर्खरै अब स्टार्ट गरिरहेको छु मैले पनि। अब कस्तो हुन्छ अगाडि दिनहरूको यात्रा कस्तो हुन्छ, अब के हुन्छ हेरौँ त्यस्तै। फेरि पनि म हाम्रो सुमधुर स्वरका धनी गायक व्यक्तित्व, आदरणीय व्यक्तित्व हाम्रो राजेश विरही सरसँग जोडिन चाहन्छु। उहाँका साङ्गीतिक यात्राहरूको बारेमा उहाँले बताइसक्नु भएको छ। त्यसै गरी उहाँले पछिल्लो समय निकालेका देउडा गीतहरू लगायतका अब आउने गीतहरूको बारेमा उहाँले प्रस्तुतिहरू तपाईँहरू माझमा पोख्नेछन् र गाउनेछन्। तपाईँहरू सुनेर माया गरिदिनु होला भन्न चाहन्छु। तपाईँले पछिल्लो समय गाएका गीतहरू र अब आउने गीतहरूको बारेमा केही गाइदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद सर। फेरि पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र खोज यात्रा हो नि, खोज यात्रालाई विशेष धन्यवाद छ। म चाहिँ लागेको चाहिँ 2072 सालदेखि नै हो। लगभग 8-10 वर्ष, 10-12 वर्ष समथिङ भयो होला। म त्यसमा 5-6 वर्ष ग्यापमा थिएँ। मेरो आफ्नै पारिवारिक समस्या र आफ्नै आर्थिक र भौतिक स्थितिले गर्दा पनि म एकदमै टाढा भएको र ग्याप भएको थिएँ भने फेरि मेरो 2072 सालमा